चाहिँ हाम्रो जनको काम गर्नुहुन्छ है, उहाँले जे पनि गर्नुहुन्छ कि। अनि हुन्छ नि कोही कोही मान्छेहरूको नेचर अथवा फेस देख्दैखेरि एकदम हुन्छ नि माया लाग्दो हुने होइन, माया लाग्दो लाग्ने। उहाँले कसैले चाहिँ केही नगर्दा पनि अनुहारदेखि छुट्ने खालको हुन्छ नि। उहाँ चाहिँ एकदम हुन्छ इनोसेन्ट हुनुहुन्छ होइन, मान्छे सोझो, काम फेरि राम्रो गर्नुहुन्छ। बिचरा कान सुन्नुहुन्न उहाँले होइन, अनि कान सुन्नुहुन्न, अब मासु खानुहुन्न, एकदम चोखो है। अनि जस उहाँलाई चाहिँ लसुन प्याज केही हुँदैन, खाना जनको काम गर्नुहुन्छ। अनि एक टाइम खाना खानुपर्छ, उहाँलाई खाना दिनुपर्छ। अनि पैसा पनि त्यस्तो महँगो त लानुहुन्न उहाँले है। अनि कस्तो माया लाग्ने क्या, अब हुन्छ नि बिचरा जे भए पनि होइन, अब हुने खाने मान्छे नै हुनुहुँदो रहेछ पहिला उहाँ चाहिँ। अनि बिहे पनि गर्नुभएको छैन, एक्लै बस्नुहुन्छ है। अनि माया लाग्ने के सोझो खालको, नाता त केही छैन उहाँसँग होइन, तर पनि हुन्छ नि उहाँको व्यवहारले गर्दाखेरि चाहिँ हुन्छ नि अब त्यत्तिकै बिचरा माया लाग्ने के। जे भए पनि काम फेरि राम्रो तरिकाले इमान्दारी तरिकाले गर्नुहुन्छ उहाँले। तपाईँको नाम के हो भन्नु त दाइ? तपाईँको नाम के हो? विनोद पोखरेल पौडेल। अनि तपाईँले चाहिँ बिहे किन नगर्नुभएको? तपाईँले चाहिँ बिहे किन नगर्नुभएको? हजुर कुन वर्ष होइन कि तपाईँले बिहे किन नगर्नुभएको? बिचरा कान सुन्नुहुन्न। अनि कति वर्ष पुग्नुभयो? 41 वर्ष।